भएको आमा? ए आज पानी आयो त अनि कसले दोहोरो सुकाइदिनु त? मैले दोहोरो सुकाएँ। पानी आयो मजाले हप्दामा धारामा मजाले दोहोरो सुकाएको सुको। यो भाडा पनि त आफैले मोलेर लिएर राखिदिएको होला नि अब। ओइ नानी यहाँ आइ त, यो भाउजूको लुगाहरू नानीको लुगाहरू पठाएर राखेँ त, छिटो आइज। यो हाम्रो आमा फेरि तपाईँ त के साह्रो बाठी हुनुभएको आमा, आएर पत्ता राखिहाल्छ नि। सबै काम अघि सल्लाह गरिदिएर हुन्छ, म त पठाउँदिनँ है, आफ्नो लुगा आफै आएर पठाउँछन्। तपाईँ चाहिँ बेसी बाठी हुनुहुन्छ भने भाउजू साउजूको लुगा पट्टाएर राख्दिनँ अरे। मेरो सिका पैसा यसले दुःख पाउँछ होला है, बोली यही हो। होइन हाम्रो आमा के हुनुभएको हौ, यसरी सबै काम आफैले गरेर हुन्छ? भाउजू बुहारी टाउकोमा टेक्दैनन्, अब त बुहारी ल्याइसकेपछि त बुहारीहरूलाई छोड्दिनु नि गर्नु, सबै आफै गर्नुहुन्छ हौ। अन्त अब त आराम गरेर बस्ने बेलामा छैन, टाउकोमै टेकाएर राखेका छन् बुहारीहरूलाई। हाम्रा सासूहरू त गर्दैन नै, सबै आफै गर्नुपर्छ घरमा, खुब टाउकोमा टेकाउँछन्। ए आमा तपाईँ त बाठी भए अघि सरी घरमा काम नसकाउनु नि भाउजूलाई, टाउकोमा टेकाएर राख्नु खोजे क्या हो? मलाई त मेरो सासूले केही पनि काम सकाउँदैन नि त, सर्वस्व आफै गर्नुपर्छ बिहान उठेदेखि बसेको त ठाँटसँगले। तपाईँ चाहिँ के पनि काम सकाएको थियो भाउजूलाई? भाडा पनि आफै मोलेको छ, लुगा पनि आफै धुएको छ, सबै थोक आफैले गरेर चाहिँ भाउजू चाहिँ के गर्छन् नि? ए अब तेरो सासूले काम सघाएन भन्ला, मैले सघाउँदा पनि तँ यहाँ रिस गर्थेस्। तैँले अब सासूले काम सघाएन भने तँलाई उहाँ रिस उठ्छ, अनि यहाँ आइस्। अनि अब मैले पनि बुहारीलाई कामहरू यसो सकेन, उसलाई पनि त रिस उठ्दला नि, बुहारीलाई पनि रिस उठ्दैन, भाउजूलाई पनि? कस्तो खालको रहेछ यो? काम भन्ने कुरा सबैले मिलेर गर भने छिटो पनि हुन्छ, राम्रो पनि हुन्छ। एकजना मात्रै बाटो हेऱ्यो भने हुँदैन क्या नानी। अनि सबैजनाले मिलेर काम गऱ्यो भने अब खुट्टा मात्रै राख्नु भयो नि त, बुहारीले टाउकोमै राख्नु, जिताउनु गर्नु पर्यो, टाउकोमै राख्नु पर्यो। के गर्नु त अब? भाउजूको रिस नगर है नानी, तैँले पनि आएर काम सघाउनुपर्छ भाउजूलाई। भोलिपछि मेरो सेका पछाडि त आएर बस्ने ठाउँ यही हो, तैँले पनि भाउजूलाई काम सघाउनुपर्छ। अहिले मैले काम सघाएँ भने रिस नगर, अहिले राम्रोसँग बस। थुतुनी यही हो तेरो, दुःख त पाउँछस्।